हाई गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मेरो मम्मीको जन्मदिनको लाखौँ लाख शुभकामना छ। मम्मी सुशास्य दीर्घायुको धेरै धेरै कामना, भएको रोगहरू सबै हटुन्, सदैव भगवानले रक्षा गरून्। अनि चाहिँ हामी चाहिँ सानो सरप्राइज भए पनि दिउँ न त मम्मीलाई भनेर केक लिन गएको। हामी बुढाबुढी चाहिँ सानो सानो कुराले कति खुसी हुनुहुन्छ क्या मेरो मम्मी। अनि चाहिँ त्यसपछि लाग्यौँ हामी घरतर्फ, सरी माइततर्फ, कस्तो माइत नि भन्न आउँदैन हौ। यो चाहिँ मेरो मम्मीले काम गर्ने ठाउँ। पहिला गर्नुहुन्थ्यो, 2-3 महिना भयो छोडेको। यो छोड्न पठाउने पनि मै हो है साथीहरू। अनि यसकै बारेमा चाहिँ हामी बुढाबुढी कुरा गर्दा गर्दै लाग्यौँ घरतर्फ। घर जाने बित्तिकै मम्मी चाहिँ बाटोमा आउँदै हुनुहुन्थ्यो। मम्मी चाहिँ सरप्राइज हुनुभयो कि फाइनली, यति खुसी लाग्थ्यो मलाई चाहिँ। अनि मम्मीले के भन्दै हुनुहुन्थ्यो भने नि, आज चाहिँ मैले घर लिपेको थिएँ, कति राम्रो बनाएको थिएँ, ठ्याक्कै तिमीहरू आयो भन्दै गफ हानिराख्नु भएको थियो। अनि त्यसपछि मम्मीले चाहिँ ढोकसोक गर्दै गऱ्यौँ। अनि अरू आउन् कि नआउन् मलाई मतलब भएन, तर मेरो मम्मीको जन्मदिनमा म नआउने त कुरै भएन, होइन त साथीहरू। अनि कस्तो हतार थियो क्या, ल जाम मम्मी छिटो केक सेक काटौँ अनि हामी चाहिँ फर्किहाल्ने हो भनेर चाहिँ केक काट्नतर्फ लाग्यौँ। अनि हामी चाहिँ घर पनि जानु थियो क्या साथीहरू। अनि त्यही भएर चाहिँ एकदमै हतारिरहेको थियौँ। उहाँले चाहिँ केक खुवाइदिनु भयो अनि मैले पनि मेरो मम्मीलाई केक खुवाइदिएँ। त्यसपछि चाहिँ मेरो अवस्था चाहिँ एकदमै नाजुक थियो साथीहरू, त्यही भएर चाहिँ मैले केकको नै टिका लगाइदिएँ। अनि त्यही भएर हाँसिरहेको थिएँ। अनि मेरो बुढाले चाहिँ गिफ्ट दिनुभयो मेरो मम्मीलाई। अनि एउटा दुइटा भिडियो बनाऊँ न त भनेर बाहिर के निस्केको थियो हो, म त हाँस्नले मरिहाल्छु। म आफूलाई देखेर छक्क पर्छु क्या साथीहरू, म त्यस्तो हाँस्छु कि। अनि हामी चाहिँ जान्छ मम्मी भनेर भन्दै थिएँ। मम्मीले चाहिँ नजाउँ न, आज यति बस्न न, भोलि शनिबार छ भन्दै बिचरा भनिराख्नु भएको थियो। के गर्ने, हामीलाई घर पनि जानु थियो। अनि त्यही भएर चाहिँ हुन्छ मम्मी हामी जान्छौँ भनेर मम्मीलाई चाहिँ बाई बाई गर्दै हामी चाहिँ लाग्यौँ।